गाइस स्वागत तपाईहरुलाई मेरो युट्युब च्यानलमा। अनि तपाईहरु सन्चै आराम हुनुहुन्छ होला भन्ने आशा गर्दछु। म पनि सन्चै आरामै छु। आज चाहिँ हामी यता नवौदाको भ्लगिङको लागि सिक्किम आएको है। यता दाइ र म आएको छु। तर अब अति गर्मी है, धेरै गर्मी। के साह्रो गर्मी छ अर्को हौ। यो चाहिँ वीर हस्पिटल छेउछाउ है। हामी त जाने रे, जाने यहाँ चाहिँ बाइकहरू पुरै लक छ है। पार्किङ गर्न नमिल्ने खनेर पार्क भएर पुरै लक छ। हामी चाहिँ लुगा पसलतिर आइपुग्यौँ छट्ट यता है। यो चाहिँ होलसेल हो है। यता चाहिँ खुजुरा पाइन्न, पुरै होलसेल मात्रै हो है। होलसेल। अब हामी यता असन निस्किन्छौँ, असनपट्टि। साथीहरू हामी लस्सी पनि खान थाल्यौँ है त। लस्सी दादाको लस्सी, यता लस्सी। अब हामी लस्सी खान्छौँ। लाग्यो यार दाइजो सामान त लाग्यो कि एमतिर के लाग्यो। साथीहरू लस्सी खाएर पनि आयौँ है। तपाईहरु पनि आउन सक्नुहुन्छ है। असल भोटाइटीबाट अलिकति भित्र है त लस्सी खान। गर्मीमा चिसो लस्सी एकदम मजा आउँछ। दाइ यताबाट यता, म यता। हेलो दाइ गएको है। अब दाइ चाहिँ बेलुका आउनुहुन्छ है काममा। म चाहिँ जान्छु अहिले। मेरो चाहिँ काम पनि छ, मान्छे बनाउनु छ चाइनिज ब्रेड। यता हाम्रो आले दाइ कहाँ जाने चिने नै क्या हो। मास्क लाएर हिँडेर त नचिने होला सायद है। त्यही हो। र आज चाहिँ गर्मी चाहिँ अति बढेको छ है। गर्मी चाहिँ धेरै बढेको छ। हाम्रो भाइको बल हामी पनि सानोमा यस्तै गरेर खेलेर हिँड्थ्यो या बाटोमा त केही भेट्यो कि है, भोगटे सोगटे बोतल सोतल जे पायो त्यही हान्दै हिँडिदिँदै। तपाईँहरूले गर्नुभयो कि भएन हौ। म चाहिँ जे पायो, जे बाटोमा जे भेट्यो त्यसैले फुटबल बनाउने खेल्ने हिँडिदिने। अब म उतै होटलतिरै गएर भेट्छु है त साथीहरू। म चाहिँ होटल पनि आइपुगेँ है। हाम्रो यहाँको बहिनीहरू के गर्दैछ है त हेरौँ है। के गर्दैछ को है। गेस्ट त छैन रहेछ है। यता सुतिरहेछ, यहाँ गर्दा सुतिरहेछ है। यता पनि सुतिरहेछ, कोही सबै सुतिरहेछ होइन त।